साथ तयारी अवस्थामा गइदिनु र म हार्दिक अनुरोध गर्न चाहन्छु। तयारी अवस्थामा गएको छोरीलाई अलिकति अगाडि बढिदिनु र म अनुरोध गर्न चाहन्छु। गुल्टाबोट 1 2 3 4 अर्जुन र संयुक्त वडा समितिलाई अलि अगाडि बढिदिनु र म अनुरोध गर्न चाहन्छु र यस पश्चात तयारी अवस्थामा रहिदिनु न। किरात रहिआएका भद्रकुण्डु गौरी शङ्कर साकेला टोली प्रमुख रामबहादुर राईज्यूलाई तयारी अवस्थामा बसिदिनु र हार्दिक अनुरोध गर्न चाहन्छु। र हामीसँग अहिलेसम्म साकेला टोलीहरू 36 वटा साकेला टोलीहरूले नाम चिताइसक्नु भएको छ। त्यसो भएको हुनाले हामीले तोकेको निर्धारित समयमा तपाईँहरूले आफ्नो सिडी सम्पन्न गरिदिनु म विनम्र अनुरोध गर्न चाहन्छु। मैले अघि पनि उद्घोष गरेको थिएँ। अतिथि आसन गरेको क्रममा साकेला सीतापुरे साकेला थान व्यवस्थापन समितिका प्रतिनिधि अग्रज नामक पनि हुन्छ। सीतापुरे चौक निवासी आदरणीय चन्द्रबहादुर राईज्यूलाई म त्यसमा अतिथि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। सीतापुरे निवासी आदरणीय चन्द्रबहादुर राईज्यू म यहाँलाई त्यसमा अतिथि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। साकेला थान व्यवस्थापन समितिका सदस्य हुनुहुन्छ लोकबहादुर माधव राईज्यूलाई पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। मैले अघि पनि उद्घोष गरेको थिएँ। सशस्त्र प्रहरी बल आफ्नो सशस्त्र प्रहरी माथिबाट जवान तालिम शिक्षा झापाका वरिष्ठ प्रहरी उपरीक्षक राजेश सुब्रतीज्यूलाई कार्यक्रमको अझैको कार्यक्रमको विशेष अतिथिको आसन ग्रहणको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। मैले अघि पनि उद्घोष गरेको थिएँ। नेपिन कमलका अध्यक्ष गति सापाङ राईज्यूलाई पनि म अतिथि आसन ग्रहणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु।
जितेन साम्पाङ्ज्यू म यहाँलाई स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। त्यसैले अतिथि आमन्त्रणलाई दिन चाहन्छु। केशव बाबु चौकीका वरिष्ठ साउथ चन्द्र साखाजीलाई पनि अतिथि आमन्त्रणको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। कार्य अवस्थामा गर्नुभएको साकेला टोलीलाई अगाडि बढिदिनु म अनुरोध गर्दछु। अगाडि बढिदिनु होला। र क्रमशः तपाईँहरू साकेला सिली सम्पन्न गरिसकेपछि टोली प्रमुख वा सिलिमोका ज्यूहरू यो स्टेजमा आइदिनु होला। हामीले बोलाइरहेका हुन्छौँ तर हाम्रो आवाज तपाईँहरूमा पुगिरहेको हुँदैन र पुगे पनि तपाईँहरू साकेला सिली प्रदर्शन सकेपछि मायाको चिलो ग्रहण गर्नको लागि यस स्टेजमा म निमन्त्रणा गर्न चाहन्छु। र मायाको चिलो ग्रहण गरिदिनको लागि म मायाको चिनो ग्रहण गरिदिनको लागि म पिरात्रा याखा शिवचताक्षी धरमपुर साकेला टोलीलाई मायाको चिनो ग्रहण गरिदिनु म प्रभागमा निस्कन चाहन्छु। र मायाको चिनो प्रदान गरिदिनु म समितिका कार्यक्रमका अध्यक्ष गणेश बहादुर राईजीलाई अनुरोध गर्न चाहन्छु। मायाको चिनो व्यवस्थापन गरिदिनु म स्वयंसेवक साथीहरूलाई अनुरोध गर्न चाहन्छु। र मैले अघि पनि वाचन गरिसकेको थिएँ। अतिथि आसन ग्रहणको क्रममा म कुरा जोड्न चाहन्छु। अतिथि आसन ग्रहण गरिदिनुको लागि जिल्लाका परिकारले प्रतिनिधित्व नवीन म अतिथि आसन ग्रहणको निम्ति हार्दिक गर्न चाहन्छु।